अहिले पनि ट्रान्जिसन सेड यसरी ब्लेन्ड गर्ने, इनरसम्म नजाने, अलिकति ग्याप छोडेर। त्यसपछि स्मज ब्रस है, यस्तो मरुन सेडहरू लिँदा हुन्छ है। आउटर कर्नरमा कलर डिपोजिट गर्ने यसरी। त्यसपछि इनरमा पनि बिचमा चाहिँ ग्यापै छोडिदिने, यसैलाई चाहिँ यहाँनिर माथि चाहिँ ब्लेन्ड गरेर आउनु। त्यसपछि ट्रान्जिसन सेड एकचोटि फेरि ब्लेन्ड गर्ने यसमै। यसरी मजाले ब्लेन्ड हुनुपर्छ है। बिचमा आज हामीले चाहिँ कन्सिलरले गर्ने। आई क्रिजको एक स्टेप माथि मात्रै गर्ने है। खोला त एकचोटि, यति छ है। बन्द गर भयो, यति है। अब यसलाई चाहिँ अम्ब्रेला सेप जस्तो यसरी अगाडि आउने अनि हल्का पछाडि हाफ राउन्ड चाहिँ आउनु पर्यो है। यता अगाडि पनि जोइन नगर्ने, पछाडि पनि नजाने है। ठ्याक्क बिचमा मात्रै हुनु पर्यो है। यतिको आउनु पर्यो है। त्यसपछि अब पाउडर केले हाल्ने? यसले कुन ब्रस? कन्सिलर। यही लाइनमा मात्रै हाल्ने है पाउडर हाल्दाखेरि पनि। अब यसको यो एजेस त पुरै देखाएको छ नि त हैन। अब यसलाई फेरि ब्लेन्ड गर्ने। अघिकै स्मज ब्रसले नै है यो एजेसलाई ब्लेन्ड गर्दा यो माथि चाहिँ नछुने, मुनि चाहिँ यसरी ब्लेन्ड गरिदिने है। मुनि चाहिँ यसरी थोरै अगाडि आउँदा हुन्छ। यही लाइनबाट ड्र्याग गर्ने है यसरी। त्यसपछि फेरि एजेस देख्यो नि हैन, फेरि यसलाई यसरी नै ब्लेन्ड गर्ने। कलर पुगेको छैन भने लिने, पुगेको छ भने नलिने। बाहिरबाट भित्र गर्ने है। कस्तो उतो जस्तो देख्छ? के जस्तो? सनसेट भएको जस्तो। यो मास्टर एलो है। यतिको आउनु पर्यो है। साइड लाइन यसरी राख्ने है। अस्ति गरेको जस्तै अलि सेमै हो है। अनि यहाँबाट चाहिँ नर्मल लाइन तान्ने। त्यसपछि आउटर कर्नरमा विङ बनाउने, यसमा जोइन गरिदिने। स्ट्रेट लाइन है। त्यसपछि यहाँनिर चाहिँ यसरी सी जस्तो गरेर जाने। यो त ब्राइडलहरूलाई पनि गरेको देखिरह होला नि तिमीहरूले। ब्राइडलहरूलाई गरेको देखाएको छैन? यसरी सी सेप जाने भयो। अनि यहाँ चाहिँ फिल मात्रै गरिदिने यसरी। है भयो है। खोल्नु त। यहाँ पनि खाल्टो गरेर गर्न मिल्छ है। मैले स्ट्रेट गरिदिएको छु।